कतिवटा बङ्गो छ जम्मा यहाँ? खसी चाहिँ लिने भयो यो धेरै उकालो रहेछ है। सब्सक्राइब गाडीहरूको भिडभाड अलिक कम भएकोले आज चाहिँ यसो यता डाँडातिर गएर चाहिँ खसी काट्ने विचार गरेको छौँ। हामी खसी किन्नको लागि हामी आएको छौँ यहाँ डाँडामाथि है। यता हाम्रो भट्टराईसर आउँदै हुन्छ। हामीले खसी धरानबाट चाहिँ माथि धरान खुस्रे कोसो हुँदै माथि फर्मको नाम के अरे भट्टराई फर्ममा चाहिँ हामीले त्यहाँ खसी किन्नु गइरहेको छ। ल हेर्नुहोस् त धरानको मुख आज गाडी चलेन, काम केही भएन, त्यही भएर हामी चाहिँ गइरहेको छौँ। सानो गाडी चल्न त फेरि फाल्टो खुस्रे काम ओह्रालो झरेन ओह्रालो। हाम्रो धरानका मेयर भट्टराई सालपाङले बनाएको श्रम संस्कृति पार्क कस्तो यता सडकको खोला भिडभाड धेरै लाग्ने हुन्छ विशेष गरी शनिबार। Yes. गाडीको भिडहरू यतिकै छ। फोटो खिच्नेको भिड छ। फोटो खिच्ने उकालो लाग्यो भाइ अफरोडको बाटो। अब कति बाटो छ भिडियो त्यति राम्रो आउँदैन है। बिस्तारै लाग्छ। पछाडि बस्नु त त्यो डर त कहीँ लाग्दैन। गरेर होला कति 20 नम्बर होइन धरानको त्यो कलर दिएर 20 हो होइन। यो पिच भइदियो भने चाहिँ धेरै राम्रो हुन्छ यहाँ। काली खोला कुन काली खोला यो यो त पहिलाको लकडाउनमा अहिले आएको थिएन नि त। मेलाको गफ सुन्दै आएको थियो त सानो भारीको सुने मेरो सिरानी स्कुलले खान्छ जलमा
काली खोला हो काली खोला यताको काली खोला ल हेर्नुहोस् न गाडी लिएर 17 गतेको भारी वर्षाले गर्दा कति छुट्टी भन्छ नानीको सँगहरू छ यो सानो फुल जस्तो काम पनि भइरहेको छ यता पर्वत ल खसी चाहिँ आएको छ ल गाई चाहिँ तर कसको खसी हो यो चाहिँ होइन हाम्रो हाम्रो स्कुटीले तानेर अनि सिङ्गल म चाहिँ कुद्दैछु माथि माथि न त बाटो चाहिँ कहिले उकालो कहिले ओह्रालो अहिले फेरि ओह्रालो फेरि उकालो सुरु हो ल साथी बल्ल बल्ल अब भर्ताईको फर्म आइपुग्यौँ हामी है यता हेर्नुहोस् फर्म यता खसी बाख्रा यता चाहिँ बङ्गो छ यहाँदेखि हामीले देख्न सक्ने भनेको धरान 13 को भ्यू हो है ल अब फर्मतिर जाउँ है राम राम कतिवटा बङ्गो छ जम्मै यहाँ है कतिवटा बङ्गो छ जम्मै यहाँ गरेको छैन
अब चाहिँ हामी खसी किनेर चाहिँ हामी अब यता धरानतिर झर्दैछौँ अब है। ओह्रालोको बाटो छ, खसी चाहिँ उताबाट डोराएर ल्याउँदैछ है। यही बाटो जानेछौँ हामी। ल ल लोड भइसक्यो खसी। ल ल ल ल ताता पनि तताउँदै मार हानिसक्यो। अब तातो पानीमा तातोसँगले यहाँ बनाएर अब आधी घन्टामा तयारी हुन्छ। कट्टा हान्छ भनेर कालेले आधी काम सकिसक्यो। दिपक पोखरेल कसै भन्छ नि मासु काट्नलाई, कसै भन्छ नि, कसै। तयारी भइसक्यो। ल मासु तयारी भइसक्यो, खसीको मासु। ल पाक्दैछ, हाम्रो त्यहाँ दिदी हुन्छ यता मिनी भ्लग के यता रोजी माया। मासु कस्तो छ दिदी? दामी छ है। अर्कै कस्तो छ मासु? ए उसको त छैन पो त साथी, आएकै छैन। ए अब सबैले खाने हो। ल आज खसीको मासु खाइयो, खसीको मासु। अनि खसीको मासु खाने भाइ पुरै खसीको मासुले मातेर भाइ यस्तो छ हेर्नुहोस् है गाउँको। ल अब आजको भ्लग यहीँ अन्त्य भयो है। अर्को भ्लगमा फेरि छोटो मिठो भ्लग लिएर आउँछु। भाइ बाई गर्दै भाइ, बाई गर्दै दिपक पठाउ। ए भाइ बाई गर्नु त नि। सी यू है।